हेलो गाइस, के छ खबर? सबैजना सन्चै हुनुहुन्छ होला? फेरि पनि एउटा नयाँ भिडियोमा सबैलाई स्वागत छ। म चाहिँ बाख्रा चराउनको लागि आएको थिएँ। आज पनि मेरो काम बाख्रा चराउनु थियो। घरमा अस्ति मिटिङ काम थियो, त्यही भएर झ्याउ लाग्यो। अब ढाड दुख्ने अलिकति समस्या छ, त्यही भएर नि निहुरिन उठ्न अलिकति गाह्रो भइरहेको थियो। त्यही भएर नि बुबालाई ल घरमै बस्नु, काम गर्नु। अनि त्यसपछि म चाहिँ बाख्राकोट जान्छु भनेर आएँ। अनि त्यसपछि एउटा कुरो देखाउनु ला भनेको चाहिँ यहाँनिर यो जुन भवन बनाउनु लाएको थियो कि यहाँ आर्मीलाई बस्न भनेर बनाउने भनेर खोजेको थियो। खोइ के भयो, कहाँनिर पैसा कसरी घुस खाए, के गरे, कसरी के भयो, रोकियो क्या, त्यो प्रोजेक्टै रोकियो त्यत्तिकै। त्यहाँनिर तलै कति लागेको थियो, 5 लाख कति लाग्यो सबै। अनि यस्तै बनाउँदै गएको थियो क्या, त्यो 4-5 ठाउँमा बनाएको थियो। अनि सबैतिर उति नै त खर्च लाग्यो होला नि, होइन? अनि त्यसपछि त्यस्तै खर्च लागेको थियो। अब त्यत्रो रडहरू छ त्यहाँभित्र सबै त्यति कुहिएर जाने, सबै काम नलाग्ने भयो क्या। अनि त्यो सम्बन्धी चाहिँ अलिकति जे पनि स्ट्रिक्ट एउटा गरेर फेरि दोहोऱ्याएर त्यसको लागि प्रोजेक्टको लागि अलिक बजेट हालेको भए हुन्थ्यो होला। तर त्यो कामहरू पनि रोकिदिए सबै। यहाँ चाहिँ च्यानो होइन, उता अगाडि चाहिँ हाम्रो बाख्राहरू चरिरहेको त्यहाँ देख्न सक्नुहुन्छ होला। अनि त्यसपछि त्यता चाहिँ बस्नको लागि भनेर जुन मान्छेहरू आउँछन् मलामीहरू, त्यसको लागि भनेर चाहिँ यहाँ यो घर बनाएको एउटा बाजेले बनाउनु भयो यता। अनि त्यसपछि तलपट्टि एउटा धारा पनि बनाइदिनु भएको छ। अनि त्यसपछि यतापट्टि पनि छ, यतापट्टि पनि बाटो, अनि त्यसपछि जानको लागि बाटो र अनि धारा हालिदिनु भएको छ। यता मस्त चौर छ, तर अहिले त चौर पनि सुकेर पुरै। हिजो चाहिँ हल्का पानी पर्यो, तर पानी अलिक ठुलो परिदिएको भए चाहिँ सायद 4-5 दिनमा घाँस पलाउँथ्यो होला फेरि। त्यस्तो खासै पानी पनि ठुलो परेन, ठिकै छ, राम्रै छ। सबैजना है लाइक सेयर सब्सक्राइब गरिदिनु होला। एकजना साथीसँग चाहिँ सेयर गरिदिनु होला है, धेरैभन्दा धेरै ठाउँमा पुऱ्याउनु पऱ्यो। अरू त के भन्ने हो र, बाई बाई, टाटा, सी यू। फेरि भेटौँला अर्को भ्लगमा। म हालै नै छु, हल्का सपोर्ट चाहिँ गरिदिनु होला है त।